अफगानिस्तानसँग नेपाल 1 रनले पराजित। नेपाल U19 निकै रोमाञ्चक। दोस्रो युथ एकदिवसीय क्रिकेटमा आइतबार अफगानिस्तान U19सँग 1 रनले पराजित भएको छ। अर्को साता सुरु हुने आइसिसी U19 विश्वकप एसिया छनौट प्रतियोगिताको तयारीको क्रममा रहेका यी दुई टोली बीचको खेलमा यस विजयसँगै अफगानिस्तानले 3 खेलको श्रृङ्खलामा अभिजित 2-0 को अग्रता लिएको छ। टस जितेर ब्याटिङ रोजेको अफगानिस्तान मुलपानी क्रिकेट मैदानमा निर्धारित 50 ओभर खेली 168 रनमा अलआउट भएको थियो। जवाफमा आएको नेपाललाई अन्तिम ओभरमा जितका लागि 11 रन बनाउने अवस्था बनेको थियो र नेपालसँग 1 विकेट मात्र बाँकी थियो। ध्रुव सोनार खेलको अन्तिम ओभरको पहिलो र तेस्रो बलमा चौका प्रहार गरेपछि नेपाल U19 लाई अन्तिम 3 बलमा जितका लागि 3 रन चाहिन्थ्यो। महबुब खानले चौथो बलमा ध्रुवलाई बोल्ड गरिदिए, तर त्यो नो बल रहेको थियो। बोल्ड गरेपछि आउट भएको सम्झेर अगाडि बढेको मौकामा ध्रुवलाई अफगानिस्तानका विकेट किपर खालिद अहमद जाईले रन आउट गरिदिए। ध्रुव 31 बल खेली 21 रनमा आउट भए। ओपनर साहिल पटेलले नेपालबाट सर्वाधिक 64 रन बनाए। उनले 119 बल खेली 6 चौका प्रहार गरे। निरज यादव 15, नरेन भट्ट 13, शिवरिन श्रेष्ठ 2, दिलसाद अली 8, अभिषेक तिवारी 25 बल खेली 4 चौका र 1 छक्का प्रहार गरी 24, रोहन विश्वकर्मा 9, सन्तोष यादव 4 र अपराजित पौडेल 4 रनमा आउट भए। अफगानिस्तानका वाहिदुल्ला जद्रान, जाइतुल्ला शाहिन र हफिज जद्रानले 2-2 तथा रुहुल्ला अरब, कप्तान महबुब खान र उजाइरुल्ला नियजाईले 1-1 विकेट लिए। यसअघि अफगानिस्तानबाट महबुबले 58 रन बनाएका थिए। उनले 114 बल खेली 1 चौका प्रहार गरेका थिए। अरब 27, नियजाई 19, नाजिफुल्ला अमिरी 16, खातिर स्टानिक जाई 11 र खालिद अहमद जाई 10 रनमा आउट भए। नेपालबाट देब्रे हाते स्पिनरहरू हावी भएका थिए। सन्तोष यादवले 10 ओभरमा 1 मेडन राख्दै 23 रन खर्चेर 3 र विपिन शर्माले 10 ओभरमा 1 मेडन राख्दै 44 रन खर्चेर 2 विकेट लिए। शिवरिनले 10 ओभरमा 28 रन खर्चेर 2 तथा अभिषेक र अपराजितले 1-1 विकेट लिए। यी दुई टोली बीच तेस्रो तथा अन्तिम खेल बुधबार हुनेछ।